तपाईँको भाइहरू मात्रै अल्छी हो कि मेरो भाइ पनि अल्छी हो? हेलो सबैजनालाई वेलकम छ मेरो घरको छोटो मिठो डेली भ्लग त होइन तर कहिलेकाहीँको भ्लगमा। अनि आज चाहिँ हामी पार्कतिर घुम्न गएको छौँ भाइ र म। कति स्कुल मात्रै जान्छस् भनेर आज मैले घुम्न जाऊँ त पार्कतिर यसो फ्रेस भएर आऊँ भनेर गएको साथीहरू। यो चाहिँ एकदम अल्छी गयो। आफू जस्तो साथीहरू भएको भए चाहिँ उसलाई पनि एकदम रमाइलो हुन्थ्यो होला। अनि म दिदीसँग गएको त भयो भने दिदीले फेरि मैले फोटो खिच्दै भिडियो खिच्दै भनेको गरिरहेको थिएँ नि त। अनि त्योहरू उसलाई चाहिँ अल्छी लाग्यो भनिरहेको थियो। तैँले त फोटो भिडियो खिच्दैनस्, लु आइज मेरो पछाडि म भिडियो बनाउँछु भनेर यसरी भिडियो बनाउन लागेको कि। अनि मेरो पछाडिबाट चाहिँ यसरी पारा दिइरहेको थियो। अनि झ्याउ लाग्यो मलाई, म देखिन्न तपाईँको भिडियोमा भनेर पुरा अनि रिसाइरहेको थियो। 30 रुपियाँ तिरेर गएको अनि फेरि भित्र गइसकेपछि 1 घन्टा पनि बस्न नमान्ने, घर जाऊँ भनिराख्ने। किन भनेको त मलाई निन्द्रा लागिरहेको छ, ओभर धेरै निन्द्रा लागिरहेको छ, म सुत्ने हो घर गएर अरे। होइन, हामी त्यहाँ पार्कभित्र गएको चाहिँ हामीले असुल गर्नुपर्छ पैसाहरू होइन। हामी त्यस्तो 30 रुपियाँ तिरेर गएको छौँ। अनि एक दिन त सर घुम्नु पर्यो भनेर हामी चाहिँ पुरै एक राउन्ड लगाइरहेको थियौँ। राउन्ड लाउँदा उसले पनि झ्याउ लगाइरहेको थियो। अनि उसको कुरा सुन्नुहोस् है त। मेरा प्रिय भाइहरू, तपाईँहरू पनि यस्ताका भाइहरू हुनुहुन्छ भने कहिलेसँगै नआउनु होला। म जस्तो पीडामा पर्ने अरू कोही छैन होला। बिना खामा सुतेको मान्छेलाई यहाँ बोलाएर